खै काँक्रा काँक्रा हेर्नु त ल काँक्रा यो यस्तो काँक्रा यस्तो छ ल अदुवा ल गाउँघरको अदुवा यार फालाफाल छ यार यस्तै अदुवा खानुपर्छ यतातिर यार ल ल है त ल के चाहिँ बुढो ल्याउँछ नि त बुढोले ल्याउँछ नि बुढोले यो चाहिँ तपाईँको चाहिँ यहाँको चाहिँ खरबुजाहरू छ ठ्याक्कै यतिसको प्राइस हो यो यति हाफ यसको यो यति रहेछ यसको गर्मीमा ठिक हुन्छ ल यसको नाम चाहिँ के भन्छ नेपालीमा नेपालीमा के भन्छ नेपाली हाम्रो गाउँ त तित्री भन्छ के अरे तित्री यस्तो सजाइरहेको छ कस्तो अमिलो होला यार यो त खोइ दाइ हिँडेर दाइ लाने कि नलाने उसले के अरे रोहितले सान्छ नि त साग मिसाउने सबैभन्दा सस्तो भनेको यो पाउँदछ यहाँ यस्तै नत्र सबै पाकेको पाकेको के भन्छ यसलाई काँक्रा भन्छ के भन्छ यसलाई यस्तो मिठो लाग्यो यो साग धेरै महँगो हुन्छ यो सस्तो मिलेको ब्रोकाउली पनि फेरि के भन्नु 4 रिङ्गेटको ब्रोकाउली छ एउटा पिसलाई यो पनि सेतो पनि महँगो हुँदो रहेछ यस्तो छ अङ्गुर ठुलो अङ्गुर के सेतो अङ्गुर यस्तो छ स्याउ 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 तपाईँको कसरी यो पनि ठिकै छ रुखको कटहरको यस्तो छ सी फुडवालाहरू यो अलरेडी सी फुड साग अब यो त के लाग्ने हो